हजुरहरूले यसरी नै माया र सपोर्ट गर्दै जानु। म हजुरहरूको लागि जति नै दुःख कष्ट आए पनि भिडियो बनाउँदै जान्छु। मैले युट्युब च्यानल खोलिसकेँ अरुण ब्लग। हेलो एभ्रिवान, आजको मिनी ब्लगमा हजुरलाई स्वागत र मेरो मनैदेखि माया छ। जे भाइ किन जाडोमा नि नाङ्गो हिँडिरहेको भनेर सोच्नु भइरहेको होला। आज चाहिँ घाम खतरा लागेको छ नि। घाम लागेपछि त अनि भात त खानु पर्यो। घाम लागेको बेला घाममा बसेर, त्यही भएर मैले तातो तातो भात घाममा बसेर गम खाइदिएँ साग र आलुसँग। एकदमै मिठो। के भन्न चाहन्छु भने यसरी नै मलाई माया र सपोर्ट गर्दै जानु। म जति नै दुःख आए पनि भिडियो बनाउने छु हजुरहरूको लागि। मैले युट्युब च्यानल पनि खोलिसकेको छ। युट्युबमा चाहिँ नाम मेरो अरुण ब्लग छ। मैले टिकटकको बायोमा नै राखिदिइसकेको छ प्रोफाइलमा। युट्युबमा चाहिँ फुल ब्लगहरू छैन, सर्ट भिडियो यही भिडियोहरू मैले हाल्दैछु, सर्ट भिडियो बनाउँदैछु। हजुरहरूले यसरी नै माया र सपोर्ट गर्दै गयो भने चाहिँ म फुल ब्लग पनि हाल्नेछु युट्युबमा। नगएको पनि धेरै दिन भइसकेको थियो नि त। अनि बजार गएर हेरेको त सब चेन्ज रहेछ, बाटोहरू बनाउँदै रहेछ राम्रो, एकदमै दामी बनाउनु बाटो चाहिँ। हजुरहरूलाई त्यही भन्न चाहन्छु मेरो तर्फबाट सरकारलाई। र ठुलो बाबा चाहिँ भण्डारतिर जानुभयो। हामीलाई चाहिँ घरतिर गए नि हुन्छ बाबु भनेर हामी चाहिँ घर आउने बित्तिकै खाजा खानु लाग्यो। घर पुग्दाखेरि त बुढीले खाजा खाएर नि बसिसक्यो रहेछ। अनि हामीलाई किनेर दिएको पैसा थिएन नि त, 50 रुपियाँ भन्दा दिएन। किरायामा पनि खाएन हामी। किरायामा गम खाएर त भएन नि त। त्यहाँबाट कति दुःख लागिरहेको हुन्छ उनीहरूलाई, धेरै दुःख कष्ट भइरहेको हुन्छ। अनि त्यो बुझ्नु पर्यो हामीले चाहिँ। त्यही भएर हामीले चाहिँ थोरै थोरै खाएर हामी घरतिर आएको। हामीसँग पनि पैसा थिएन कि 50 रुपियाँ भन्दा थिएन। अनि जतिसुकै भए पनि त्यतिमै खुसी हुनुपर्छ नि त। मान्छे धुरीमाथि चढ्यो भनेर आफू पनि धुरीमाथि चढ्नु भएन। आफूसँग जे छ त्यसमै खुसी हुन सिक्नुपर्छ। 20 रुपियाँको आलु चप, 10 रुपियाँको भुजा, 10 रुपियाँको ढुङ्ग्रो किनेर खाएर पिरो भएको भएर 10 रुपियाँको चाहिँ चुइगम किनेर खाँदै हामी घरतिर लाग्यौँ। आउने बित्तिकै दिदीहरू के गर्दै हुनुहुन्छ भनेर हेरेको त चटपटे बनाउँदै रहेछ। अनि बनाइसकेपछि त खान पर्यो। चटपटे त एकदमै मिठो बनाउनुहुन्छ कि सोन दिदीले। चटपटेलाई मजाले मोलेर मलाई बुड्कामा भाग छुट्याएर दिएर अनि त्यसलाई पुरै हातले गम खाँदाखेरि त मलाई एकदमै मिठो लाग्यो चटपटे। तर हल्का नुन चाहिँ बढी भएको थियो। अनि त्यही भएर मिठो त्यो चटपटे खाएर भ्याइसकेपछि चाहिँ बलेसन जानुपर्ने छ, टाइम पनि छैन। त्यसैले आजलाई 3 मिनट ब्लग। हस् त, धन्यवाद, माया छ है सबलाई।